पिबिसी जस्ता संस्थाहरूले चाहिँ म्युचुअल फन्डहरूले चाहिँ यो एसएमइज र हाई ग्रोथ स्टार्टअप कम्पनीहरूमा चाहिँ लगानी गर्ने भएको हुनाले त्यो सिधै कर्मचारी सञ्चयकोष त्यस्ता क्षेत्रमा प्रवेश गर्न नसके पनि इन्डाइरेक्टली त्यस्ता कम्पनी मार्फत, त्यस्ता संस्था मार्फत, त्यस्ता कोष मार्फत आफ्नो स्रोतलाई चाहिँ त्यहाँसम्म पुर्याउन सक्ने अर्को अवसर सिर्जना हुने जस्तो देखिन्छ। अर्को त्यस्ता क्षेत्रहरूको अब जस्तो टेक्नोलोजी भयो, एग्रिकल्चर भयो, अनि यस्ता सेक्टरहरूमा एउटा विशेषज्ञताको आवश्यकता पर्छ र यो म्युचुअल फन्डहरूले, यो पिबिसीहरूले त्यस्तो विशेषज्ञताको सेवा पनि उपलब्ध गराउने भएको हुनाले डाइरेक्ट सञ्चयकोषलाई चाहिँ यस्ता खालका सेवाहरूबाट ठुलो अवसर सिर्जना हुने जस्तो देखिन्छ।